नमस्ते, मेरो नाम चाहिँ भूमिका न्यौपाने। म चाहिँ पेसाले एउटा स्वास्थ्य कर्मी। आज चाहिँ म एउटा के कुरा भन्न आइरहेको छु भने हाम्रो मानसिक स्वास्थ्य चाहिँ दिन प्रतिदिन नेपालको अवस्थामा खराब भएको देखिन्छ। विशेष गरी यो चाहिँ 15 देखि 40 वर्ष उमेर समूहका मानिसहरूमा अहिले मानसिक स्वास्थ्य एकदमै खराब भएको देखिन्छ। हामीले आफ्नो शारीरिक स्वास्थ्यको ख्याल गर्छौं तर मानसिक स्वास्थ्यको ख्याल गर्दैनौं। त्यसकारणले गर्दा अहिले नेपालमा र विश्वभरि धेरै घटनाहरू घटिरहेका छन्। त्यसकारणले गर्दा सबैले आफ्नो मानसिक स्वास्थ्यको बारेमा ख्याल गर्न एकदमै जरुरी छ। हामी आफ्नो मानसिक स्वास्थ्यको अवस्थामा एकदमै धेरै लापरवाही हुन्छौं। दिनभरिको काम हुन्छ र धेरै चिन्ताहरूले गर्दा, ओभरथिङ्कले गर्दा मान्छेहरूलाई अहिले एन्जाइटी, डिप्रेसनको जस्तो समस्याहरू एकदमै धेरै फैलिएको छ। जसबाट बच्नको लागि चाहिँ तपाईहरुले समयमै आफ्नो मानसिक स्वास्थ्यको परीक्षण गर्न एकदमै जरुरी छ। तपाईले यदि कुनै समस्या छ आफूलाई भन्ने जस्तो लाग्छ भने तपाईले तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्नु होला र डाक्टरको सल्लाह लिनु होला। यो कुरा चाहिँ अहिले विशेष गरी धेरै गम्भीर रहेको छ, किनभने हामीले शरीर स्वस्थ गर्नको लागि डाइटहरू गर्ने, एकदमै हामीले आफ्नो शारीरिक स्वास्थ्यको ख्याल गर्छौं तर मानसिक स्वास्थ्यको चाहिँ हामी ख्याल गर्दैनौं, जसले गर्दा चाहिँ धेरै समस्या आउँछ। यदि मानिसको मानसिक स्वास्थ्य राम्रो भएन भने उसले आपराधिक कार्यहरूमा पनि संलग्न हुन्छ र धेरै आपराधिक घटनाहरू पनि घटिरहेका हुन्छन्। त्यसकारणले हामीले आफ्नो मानसिक स्वास्थ्य स्वस्थ राख्न चाहिँ एकदमै धेरै जरुरी हुन्छ र हामीले कुनै पनि व्यक्तिले आफ्नो काम चाहिँ उसको मस्तिष्कले दिएको निर्देशन अनुसार गर्छ। त्यसकारणले गर्दा चाहिँ मानसिक स्वास्थ्य सही हुन एकदमै जरुरी छ। अहिले धेरै व्यक्तिहरूमा त्यो चाहिँ मानसिक स्वास्थ्यको समस्या देखिएको छ। त्यसकारणले गर्दा परिवारले, उसको साथीहरूले आफ्नो कुराहरू चाहिँ सुनिदिनु होला र आफूलाई केही समस्या छ भने भन्नु होला, शेयर गर्नु होला, जसबाट चाहिँ बच्न सकिन्छ र पछि चाहिँ त्यसको गलत परिणाम चाहिँ आउनबाट बचिन्छ। त्यसकारणले गर्दा सबैले आफ्नो मानसिक स्वास्थ्यको चाहिँ ख्याल गर्नु होला भन्न चाहन्छु। धन्यवाद।